हेलो गाइस, गुड आफ्टरनुन। म चाहिँ जाँदैछु नौरानमा। यहाँ घर सामने छ नौरान। एक्लै जाँदैछु, म पनि हुनु न। सामने हो आइपुग्नु आँटे। यस्तो घाम लागिरहेको छ हेर्नु। गीत बोल्छु। अरू यहाँ चाहिँ हेर्नु धान कस्तो राम्ररी पाकिरहेको छ। अनि यता चाहिँ अझै आउनुहुँदो रहेछ। अझै चाहिँ हावा खानुलाई हिँड्नुभएको अरे। अनि यता म पनि पुगेँ। यहाँ हो आइपुगेँ। नौरानमा आएको म चाहिँ एक्लै भएँ यहाँ। अहिले चाहिँ म नौरान घरमा पुगी पनि सकेको छु। यहाँ चाहिँ अलिकति गल्दै छ। त्यहाँबाट यसको पछाडि चाहिँ घर छ, तपाईँहरूलाई देखाउँदैछु। हेर्नु होला, यहाँ चाहिँ बहिनीले मलाई लिनु आएको थिइन्। माने रस्तातिर आउँदै थिइन् अनि उसँगै म पनि आएँ। यहाँ चाहिँ उसको फुपू घर हो, तपाईँहरूलाई पनि देखाउँदैछु। अहिले घर पनि आइपुगेँ, हेर्नु होला गाइस। भित्र पसि पनि सकेँ अनि नानीको आमालाई पनि भेटेँ। अनि यहाँ चाहिँ नानीलाई पनि हेरिसकेँ। यहाँ चाहिँ अब यो लाइट बत्ती सत्तीकै अब कहीँ दूर बढाएपछि बत्तीहरू केही छुनुपर्छ नि त आगो जस्तो। अनि त्यहाँबाट मैले चाहिँ यहाँलाई नै भिडियो गर्नु लगाएँ। अनि उसको नानी कति क्युट र चाहिँ नाम चाहिँ अरे काव्य, हेर्न सक्नुहुन्छ। आज चाहिँ नौरान थियो, आज चाहिँ 11 दिन भयो अरे। अनि म चाहिँ उसलाई भिडियो गर्नु लगाएर अनि यहाँ नानीलाई दिँदैछु। गिफ्ट ल्याइदिएको थिएँ। अनि हेर्न सक्नुहुन्छ कति क्युट चाहिँ सुतिरहेको थिइन्। अनि मैले टिका पनि लगाइदिएँ। अनि त्यस टिका लगाएर हात पनि पुग्नुपर्छ अरे। अनि निन्द्रामै हाँसिरहेको थिइन्। अनि यता चाहिँ दिदीहरू सबैजना बसिराख्नु थियो, काम गर्ने गरिराख्नु भएको थियो। अनि यता दिदी नानीको बढियामा यता मलाई चाहिँ नदेखाउँ भन्नुहुँदैछ। यता सबैजना दिदीहरू अब काम गरिसकेर बस्नुभएको थियो। म चाहिँ ढिलो गएको थिएँ। अनि म गएर यहाँ दिदीले चाहिँ चिया बनाउनु रहेछ। त्यहाँबाट चियाहरू पनि खायौँ। अनि यता बाहिरतिर पनि गएँ। अनि दिदी चाहिँ भन्दैछ मलाई भिडियो नगर, मलाई नदेखाऊ भन्दैछ, शरम लाग्छ अरे। अनि म चाहिँ देखाउँदैछु। यहाँ हेर्नु सक्नुहुन्छ कति राम्रो क्युट बहिनी आएको थियो नि। बहिनीलाई हेर्नु कति क्युट छ नि, हेर्नु न। एकदम उसको चाहिँ मलाई गाला चाहिँ मारिदिनु मन लाग्छ। अनि हेरेर उताउति हेरिरहेको थिइन्। अनि यता आन्टीले चाहिँ मासु फ्राई गर्नु हुँदै रहेछ। अनि म चाहिँ आन्टी के बनाउनु भएको भन्दैछु। यहाँ त उतातिर बोलिराख्नु भएको थियो। अनि अहिले चाहिँ यता हेर्नु मासु फ्राई गर्दैछु। यता मलाई नदेखाऊ, मलाई शरम लाग्छ भन्दैछ। सबैजना अब भिडियो गर्नुमा चाहिँ कोही पनि अब ब्लगमा आउनु भनेपछि चाहिँ अब सबैलाई शरम लाग्छ। तर अब फास त लाग्छ। लाहे चाहिँ यो पनि हट्छ। सबैजनाले आजकल त सबैले ब्लग बनाउनु थाल्नु भएको छ। यतातिर सबैजना भिडियो बनाउने, यता म मात्रै थियो होला भिडियो बनाउने चाहिँ। यतातिर आन्टीले मासु पनि फ्राई गरिसक्नु भयो। त्यहाँबाट चाहिँ पुरी बेल्नुको लागि